कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु किनकि नेपाल सिजन 2 को उपाधि ट्रफी विशेष गरी ट्रफी चाहिँ लुम्बिनी लायन्सले लगेको छ र सुदूरपश्चिमलाई के भन्न चाहन्छु सुदूरपश्चिमले चाहिँ लास्टमा हार्छ भन्थे हुन पनि त्यही नै भयो लास्टमा आएर किनकि सुदूरपश्चिमले चाहिँ गरेको मेहनतहरू चाहिँ छ है धेरै कुरामा अगाडि बढेको उहरू चाहिँ छ त्योमा सुदूरपश्चिमले है त्यसैले हामी चाहिँ लुम्बिनी लायन्सलाई चाहिँ बधाई भन्दै अनि जोग्रसले आज साडी लगाएको फोटो त देख्नुभयो होला र अनि यो कार कसले जित्छ रोहित पौडेल र दिपेन सिंह ऐडीमा दुईटामा कम्पेरिजन भइरहेको थियो भने फाइनली रोहित पौडेलले चाहिँ कार जितेका छन् र इमर्जिङ प्लेयर चाहिँ शेष मल्लले पाएका छन् अनि यसरी नै नेपाल सिजन 2 को उपाधि भएको छ भने हामी चाहिँ अब जो जस्तो जहाँको भए पनि नेपालीले नै गेम जितेको त्यसैले सपोर्ट सबैलाई गरौँ कोही तलमाथि चाहिँ नबनाम किनकि सुदूरपश्चिमले हार्यो भन्दैमा उसलाई चाहिँ तल गिराउनु चाहिँ भएन सपोर्ट गर्न चाहिँ नछोडौँ र एनपिएल सिजन 2 को उपाधि चाहिँ जितेकोमा लुम्बिनी लायन्सलाई चाहिँ बधाई छ र सबैजना खुसी हुनु होला सिजन 2 सिद्धियो र सिजन 2 मा यो सब वातावरण मिलाइदिनु भने सबैजना पारस खड्कालाई चाहिँ धन्यवाद अब पारस अथवा क्यानको टिमलाई नै धन्यवाद भन्दै हामी चाहिँ अब यसबाट बिदा हुन्छौँ र सिजन 3 मा फेरि सुदूरपश्चिमलाई सपोर्ट गर्नेछौँ धन्यवाद